राधे राधे। इट्स द 4th डे है, आज चाहिँ 4th डे हो पुराण भएको। अनि हामी चाहिँ रेडी भएर जाँदैछ होइन। बिहान पनि एकखेप अलिअलि सघाएर अनि अलिअलि पूजा गरिकन आएको हो। अहिले चाहिँ अब हामी जाँदैछ, हेरौँ के चल्दैछ होइन। दामी डान्सहरू चाहिँ यहाँ पुरा हुनुहुन्छ। दाजुलाई निन्द्रा लाग्यो हिजो दाजु? दाजुलाई त लागेन होला? हजुर। अनि पिठो कुट्नु नपाएर लागेन भन्नुहुँदै थियो त। चंद्र दिवाकर कोटिक सूर्य प्रभाकर। साथी पनि आएको छ हेल्प गर्नु, एकदम बिजी छ तर ऊ यहाँ न्यापकिन बनाउँदै फोनमा। यहाँनिर चाहिँ फेरि हिजोकै ग्याङहरू, यहाँनिर हिजोकै ग्याङहरू यहाँनिर। हेलो हेलो हेलो। यहाँ चाहिँ पुराण छ, अन्त यिनीहरू चाहिँ काम गर्दै नाच्दैछ। खाजामा चाहिँ हाम्रो योहरू छ, बुनिया, अन्त यहाँ फ्रुट्सहरू छ, अनि यहाँ जुलापी छ। सबसे ओइ लक्ष्मी यहाँ खोल्दा सबसे मन पराउने कुरा चाहिँ यहाँ छ मेरो हो। यस्तो छ, यहाँ सेम फ्रुट्सहरू नै हो। हाम्रो स्कुल हो, स्कुलकै छेउमा चाहिँ पुराण चल्दैछ। यिनीहरू चाहिँ नाच्दैछ यहाँ, दुईजना चाहिँ। मनिषा केटी जस्तो नाच्छ। त्यसैले भगवान छन् भन्नुपर्छ। हजुरहरू यहाँ सिक्किममा जस्तै कोही व्यक्तिले भगवान छैनन् भन्यो भने उसलाई त घाटै घाटा छ। यहाँ पनि घाटा भयो, भगवान छैनन् भनेर। अनि मरे पछाडि यमराजको धुलाई खायो भने त झन् घाटा भयो। एकचोटि राधे राधे भनिदिनु न सबैले। सबैलाई थाहा छँदैछ नियम त हिजोको जस्तै हो। नियम जम्मा हिजो 6वटा प्रश्न थियो भने आज 8वटा उपहार आएको कारणले गर्दा 8वटा प्रश्न रहनेछ। आमातर्फ र बुबातर्फ दुईतर्फ
प्रश्न रहनेछ जसलाई आउँछ भक्तवत्सल भगवानको जसलाई आउँछ प्रश्न उहाँले उठेर राधे राधे भनेर भगवान की देवादिदेव महादेव की गएर कैलाशबाट हेर बोले बाबा माथिबाट सवारी भएको छ गणेश्वर साहब बाबा कैलाशबाटै आउनु पनि अहिले कहाँबाट कैलाशबाटै हो पार्वती छ अनि पार्वती मातालाई पनि सम्झ्यो होला उता फर्किँदैन उता दर्शकहरू पार्वती मातालाई पनि सम्झ्यो होला नि बाबा बाबा के गर्नु चिसो ठाउँबाट आउनु हो चिसैमा आइपुग्नु हो कैलाशवासी शिवशंकर भगवानको हटा गणपति भगवानको भिडियो गर्ने नि यस्तो राख्दिउँ हजुर आजको पनि फोर्थ डे एन्ड भइसकेको छ हो अनि हामी चाहिँ नास्ता गरेर राख्दै भइरहेको छ हो अब भोलि पनि देखाउने छ हामी है भोलि भेट्छौँ अब अब पुरा थाक्यो हामी राधे राधे सबैजनालाई जय श्री राधे म अन्तर्राष्ट्रिय कथाव्यास पण्डित कुबेर सुवेदी सिक्किमको हाम्रो सोरेङको यो देथाङ गाउँमा श्रीमद् भागवत महापुराणको लागि हामी आएका थियौँ एकदमै भव्य सभ्य भएको छ यो कार्यक्रमलाई अनि अहिले सिक्किम स्किटी युट्युब च्यानलबाट हाम्रो बहिनीहरूले ब्लग बनाउनुहुन्छ यस क्रममा हामीले 7 दिनसम्म यहाँ आएर कथा वाचन गऱ्यौँ र यहाँहरू सबै सिक्किम निवासी सबैजनालाई धेरै धेरै सम्झना छ एकदमै प्यारो सिक्किम अनि त्यसमा मध्यमा पनि नेपाली भाषा जहाँ चल्छ आफ्नोपन छ आफ्नो मन छ यस कारणले गर्दा सिक्किम बहुत सुन्दर लाग्छ बेला बेला आउने अवसर पनि मिल्छ यस छुट्टीको बसाइ अहिलेसम्मकै दिव्य भयो आनन्दमय भयो सबैको प्यार सबैको उत्साह उमङ्गले आनन्द लागेको छ सबैलाई धेरै धेरै धन्यवाद जय श्री राधे जय श्री राधे